आज हो मेरो कटिङ सिरिजको डे 48। आज हो आर्म डे। फर्स्ट मिल अफ अ डे, एग एन्ड राइस, प्री वर्कआउट मिल, पिनट बटर एन्ड ब्रेड। यो पिनट बटर सुगर फ्री छ अनि हाई प्रोटिन पनि। मेरो कटिङ फेजमा एकदमै हेल्प गरिरहेको छ। अहिले किन्नु छ भने वाइन सप्लिमेन्ट स्टोर र डिएम गर्दा हुन्छ। जिम पुगे, आज आर्म स्ट्रेन गर्नु छ। वार्मअप गरे सुरुमा अनि ह्यामर कर्लबाट सुरु गरे। ह्यामर कर्ल फर ब्रेकियालिस मसल 2 सेट्स, बाइसेप कर्ल 2 ड्रप सेट। एज ए नेचुरल लिफ्टर मसल रिकभरी हुन टाइम लाग्छ, त्यही माथि म क्यालोरी डेफिसिटमा छु। झन् रिकभरी हुन टाइम लाग्छ, सो भोल्युमले एकदम कम गरिरहेको छु। इन्टेन्सिटी चाहिँ पहिला जस्तै हाई नै छ। ओभरहेड ट्राइसेप एक्सटेन्सन विथ रो 2 सेट, ट्राइसेपको लङ हेडको लागि हो। त्यसपछि ट्राइसेप पुश डाउन फर सर्ट हेड 2 सेट्स। लास्टमा स्ट्यान्डिङ बाइसेप कर्ल विथ डम्बल 2 सेट्स। आज ट्रेनिङ सेसन सक्यो। कार्डियो 8K स्टेप कम्प्लिट भयो। पोस्ट वर्कआउट मिल डे 48 डन। भोलि फेरि गर्नुपर्छ।